This is one of the most famous trekking songs in Nepal, often heard in Himalayan trails. पहिला चाहिँ काठमाडौँबाट जनकपुर 7-8 घन्टाको बाटो हो। अब अहिले यो कहाँ 8 मिनटमा 1 किलोमिटर पार हुँदैन अहिले। पहिला बर्दिवासबाट हामी 6 घन्टामा काठमाडौँ पुगेर गाडी लिएर बर्दिवासबाट 1 घन्टा त हो नि। म त यो बाटो गाडीमा हिँडेको भने आजो हो पहिलोचोटि। म त जहिले बाइकमा हिँड्ने हो यताबाट जहाँ छोरी हिँड्यो आज चाहिँ 5 बजे भयो बाटो। त्यो माइखला पुलनिर साइडमा पाउँछ नि त तल माइखलामा यहाँ सबै गोरुहरू हो। त्यही त मैले गोरुहरू त्यो एरिया छिरेसी राँगो काटेर दियो भने यति गिजाउँछ कि हाम्रो यहाँतिर हामीलाई त चल्छ छिरेको उनीहरूले हामीलाई यो राँगोको विषयमा सुक्रेन गर्छ नि। यो ठाउँमा राँगा भएपछि त्यस्तो के पूर्वमा चल्लीले दियो तामाङ हो मेरो चाहिँ उसलाई बुझ्दैन क्या यसले बुझेन के अघि बिहा जाने हो पिस्टे लाउने हो सुकुटी खाने हो होइन माछा पनि छ माछा त मेरा स्याहारी पुरा बारी गएपछि लाम्स्या भन्छ ठाडो भाषामा भन्नुपर्दा चाहिँ ड्राइभिङ भन्छ। ड्राइभिङ छ सुकुटी भनेर सर्छ लाइन लगाएर मलाई थाहा थिएन होइन। अनि त्यहाँको मान्छेहरू हाम्रो गाउँमा लगेर बसेको छ कि तिनीहरू भाइ त्यही बाटो भएर हिँडेको रहेछ तपाईँको फेसबुकमा राखेको यहाँनिर यस्तो चिज पाउँछ है दाइ अब पछि जाँदाखेरि थाहा है भनेर मलाई खतरको मासु खाएर ल्याउनुपर्छ पाउँछ त्यहाँ खाने भन्नु न काउलीले के भन्दै थियो यता हल 2टा हल पाएन अरे अनि एउटा अझै के हलमा गएको छ कि त्यहाँ चाहिँ मासु नै खानु दिँदैन अरे के भेज मात्रै तिमीहरूलाई त्यहाँ चाहिँ भेज हो अर्को फेरि अर्को ठाउँमा चाहिँ मासु हुन्छ भन्दै थियो तेरो घरको गौसीमा सुत्छ भन्नुपर्ने
3 धामको 4 धामको पऱ्यो भने जाने आउने लगभग 3 धाम चाहिँ 40-42 दिनै लाग्छ। 4 धाम चाहिँ 20-22 दिन आइपुग्छ। न अरू बसेर खाने टोली हुन्छ, पकाउने टोली हुन्छ, क्यान्टिन सहित है। आफूले भातै जाँदैन फेरि उता उता जाने ड्राई मिट पाइहाल्छ। 1 केजी अचार किन्ने अचार ल्याएर ल्याएर हाल्ने भात नि अहिले त ड्राई मिट भन्दा पनि अचार चल्छ क्या अचार त्यही त अचार चल्ने अचार ग्याका भित्र हालेर राख्ने। त्यो दिन गाइडले याद गरेको कुरो तपाईँ भात खाने बेला जहिले झन्नै स्कुटी हात्ने किन तपाईँ भात खाने बेला जहिले भात बोकेर गाडीभित्र किन छिर्छ गाडी पनि पछि पछि आएछ। 4-5 दिन भयो थाहा पाएको त्यसले नि तपाईँ अस्ति भन्नु पर्दैन लामा त एक्लै हान्ने तपाईँ भनेर भोलिपल्ट दिँदा मभन्दा पहिला भात बोकेर गाडी पनि आइपुग्यो। होटल नहुने सबै आश्रमतिर तपाईँको यो पवनमा खाने हुँदैन सुते खाने सक्यो भनेर आश्रम छेउतिर पिकनिक स्पोटतिर साइड लाएर पकाएर खाने कि क्यान्टिन सहित जाने पनि होटलबाट 1 प्लेट मासु लिएर खाउँला भने पनि चान्सै छैन त्यहाँ। त्यही भएर प्रायः जस्तो अनि उनीहरूको त्यसरी धाम जाने भनेपछि टुर जाने भनेपछि जाँदैन यार गाडीहरू अनि धाम जाने भनेपछि ड्राइभर खलाइ नै पाउँदैन गाडी ट्राभलबाट गयो जान मान्दैन। अदुवा चल्दैन, प्याज चल्दैन, लसुन चल्दैन, तेल पनि चल्दैन हो घिउमा। घिउ पनि 2 दिन पो राम्रो हुन्छ, त्यो घिउ नै अमान हुन्छ। 3 दिन पछि त सुरुको दिन बाहना आउँछ घिउमा पकाएको चामल 2 दिनबाट 3 दिन हालिसक्यो त्यो बनाइको नि। थाहा भएदेखि गाइड पहिला मभन्दा पहिला भात बोक्ने लाउने आउँदैन है भन्ने है पहिले आउने त्यसरी खाँदै हिँड्ने लास्टमा थाहा पायो कि अरे चल्दैन हरेक गाडीबाट जाने तपाईँहरूसँग बसेर खाँदैन छुट्टै बसेर खाँदो 4-5 बाट बसेर त्यसरी नहुँदा फेरि तपाईँहरू म धर्म गर्न आएको म त कमाउन आएको भनेपछि यसै भन्ने हामी त फेरि बरु त्यहाँ खाएर आएर यहाँ आएर गनगन गर्नु पऱ्यो भने यसरी बाहिर निस्किएपछि 1 टुक्रा भए पनि मासु चाहिन्छ कि मेरो बानी खराब हुन्छ घर खाना बनाएर उनीहरूले खाइसक्यो भन्छ म कहिले काहीँ घर खाना मासै छैन भन्छ छ खाना त छ आउनु न भन्छ। हाम्रो खाना फेरि सबैजना परिवारसँग बसेर खाइन्छ क्या कामबाट अगाडि आइपुगेर खाइन्छ परिवार जोइन्ट फ्यामिलीको 8-9 जना त दोकान गएर खाइन्छ। अनि म ढिला भयो भने अरू नै भेजै तरकारी भयो भने त्यो बुढीले 150-100 रुपियाँको जस्तो बुढी पसलको छिमेकबाट लगिदिइहाल्छ। मासु दियो कि भने तपाईँको घरै बन्ने बनाउनु के भने हरियो परियो अचार चाहियो कि त्यो लसुनको अचार त्यस्तो पानी कस्तो पूजा पानी लाएर बनेपामा पनि धेरै जात्रा हेर्न आइयो बनाउँदै हुन्छ नि उत्पादै हुन्छ जात्रा कमेटीमा त्यो बारकोसो मेलामा चाहिँ अलि रमाइलो हुँदो रहेछ 12 वर्ष र त्यो जेठ पूर्णिमा चाहिँ वर्षमै लाग्छ। अनि त्यो 12 चोटि लागेपछि मकर मेला लाग्छ। अनि त्यही 12 चोटि मकर मेला 12 चोटि लाग्दाखेरि अनि एकचोटि इन्डियामा कुम्भ मेला लाग्छ। एकचोटि मात्र पुगेछु कमेटीमा चाहिँ 148 वर्षमा लाग्छ। अनि कुम्भ मेला 3 चोटि पुग्यो यसपालि कुम्भ मेलामा। रेकर्डै तोडिदिएको अनि इन्डियाको
इन्डियाको त्यो सिङ्गापुरमा मेलाको जामले विश्वमा रेकर्ड गरिदियो 30 किलोमिटर जाम 30 किलोमिटर 30 किलोमिटर अब कति 60 करोड कतिजनाले दर्शन गरिसक्यो भन्थे म पुग्दाखेरि नै गरिब टिप माग्ने नै करोडपति रे भनेर अहिले चटपट बेच्ने करोडपति नर्वल चढाएर चाहिँ गङ्गामा फाल्दो होइन त्यो तल टोकरी बोकेर टिप्न बसेको चाहिँ नर्वल टिप्ने करोडपति रे अनि लोक भित्र गएर तपाईँको नरिवल 5 रुपियाँ आइसी भयो भने सपोज उठाउनुको लागि 5 रुपियाँ आइसी भयो भने त्यहाँ नरिवल त कति त्यहाँ हाम्रो जस्तो नरिवल पुरानो चढाउने होइन नि सिङ्गै त्यहाँ त सब चढाउन बगाउने हो अनि त्यही टिपेले भनेको के तल टोकरी थाप्दै हाल्दै बसेर माग्ने नै करोडपति रे भनेर सक्ने अब हिसाब करोडपति त्यसै हुने भयो नि हाम्रो नेपालमा भयो त अझ कति करोडपति हुनु इन्डियाबाट माग्दाखेरि अझ त सिक्का दिने चलन अहिले नै सिक्का र चामल एकदम हाम्रोमा त छैन ल भन्दाखेरि पाउँछ छैन भन्दाखेरि त्यही भएर नेपालमा बोडी आउँछ भनेर नै माग्नेहरू सबै इन्डियाको कारण विदेशबाट यता आउने कारण त्यही साधु बन्नेहरू बाबाजी बन्नेहरू अब हामीले 5 रुपियाँ दियो भने पनि आइसी नर्मली हिसाब गर्दाखेरि चाहिँ 3 रुपियाँ पऱ्यो अनि त्यहाँ चाहिँ 3 रुपियाँ 5-6 जनासँग माग्नुपर्छ इन्डियाबाट अनि अब पहिला म पनि अब यही कन्टिन्यू काम गर्दा काम गाडी चलाउने पहिलेदेखि भन्ने ठाउँबाट एकजना भाइले उद्धार गरेर आज उनीहरूको के हुँदो रहेछ भने यो माग्ने पनि ठेकेदार हुँदो रहेछ है मैले खुद देखेर आएको क्या एरिया छोटो मात्रै रहेछ माग्ने पनि नाइकी हुँदो रहेछ लोकेसन अब मालबजार एउटालाई दरबार मार्ग एउटालाई होइन नर्सिङ चोक एउटालाई जङ्गल एरिया एउटालाई भन्ने जस्तो नाइकी हुँदो रहेछ जहाँ भए पनि बेलुका त्यहाँ बुझाउनै पऱ्यो त्यो बाटा कलेक्सन हुनेहरूले सबैले बुझाउनु पर्छ
लगिदिएको होला 15-16 वर्षमा ल्याएर आफ्नै मान्छेले
एउटा किन्ने हो सित्तैमा देरी छैन छोरीबारी सित्तैमा टापु रोसी खोलाको टापु यहाँतिर त डाँडा त किन ठिक छ एक वर्षमा करोडपति बन्नु गएर चाहिँ यहाँ बरु माला सक्यो भने काट्नु गयो भने चुनावको मान्छे त्यही त नि अन्न उत्पादन केही पनि छैन उब्जाउ खेतीपाती साधारण फरेसा बारिसरी यस्तै त भने माथिमाथि सबै त छैन पो केही पनि सब मालाले भालेको भने सिमीको पार्दैन त्यहाँ माला हो माला हो के भएर बुट्टे चित्रको